जान र स्केटिङ खेलेर भयो भन्छ न अनि भन्छु के ओके अब हामी त कलर अब निस्किँदैछौँ है कहाँ जाँदैछौँ भन्दाखेरि कपिबस्तु है अब काठमाडौँ पोखरा त्यो कपिबस्तु हुन्छ है त कलर अहिले देख्न सक्नुहुन्छ है हामी अब रेडी भइसक्यौँ अब सिधै अब बसमा पुगेपछि भेटौँ मेरा ओके विक्टर खिच्यो त कसले खिच्यो न हामी कहाँ आइसक्यो कलर देख्न सक्नुहुन्छ बल्ल बल्ल अटो पाइयो है कलर देख्न सक्नुहुन्छ यस्तो छ भाइ यो भाइको स्कुटर कलर देख्न सक्नु They I bias shut up and yada no आफै मिलाउने बाबु मैले कहाँ सक्छु ल ल ल ए जम्मला ल हेर्छु कस्तो राम्रो आएको है एकछिन वर्ष भविष्य दिन्छ नि आँख म दिन्छ आशीर्वाद दिन्छ कि ल ल सपना पछि बहिनीहरू लाउने पहिला एकुन फेर त्यो फ्याट त धेरै हो त्यहाँपछि विजयदशमीको उत्तर पर्वकी शुभकामना त्यो जमरा पैसा तिमीदेऊ क्या लाएपछि ल त्यो ल देऊ ल ल ल ल ल अब जान्छ नि माथि को ल ल अरू ठुलोमा पाइ ठुलोमा कता गई
10 कहाँ बस्छ त म बस्ने पखाइ मेन माथि पखाइ और थोड़ा दिपे क्या सुसन दादाको जिन्स पछाडि मलाई थाहा छैन ला लोग पढ़ते हैं सकरा नाती पाउँदा पाम अर्को साल नाति देख्न पाम नाच्दै हो मामु बाबु पढ्न लाछु पास भयो भन्छ अब इच्छा सफल होस् यो पैसा जी का त्यही त हो उ आउँथे मान्छे त ल ल ल ल जेनी अब जेनी नम्बर पाइ हो काको कन्टेनर लाउने हो सुसन दादाको लाभ दाओ लाभ लो ओराइ दे ओराइ टीका त छैन दामा ये दुगे मार्ग देने परेछ डाक्टरले परेछ ल ल ल वाला दुगे मार्गको नाम लिनै पर्यो उले यता गर बुने ल्याएर न बुने हेरेको हेरेछन् यसले भयो त धेरै मेरो रुममा थियो नि यार यो हैन हैन यसमा खा केमा छ दाजुको पाइनु सँगै खा एउटा मात्र रहेछ त्यो हो र दुईटै पसिना पुस्ने निकालेको तल ल सुभम ए निकाल्छ त्यो त्यसमा तल छ ल जेनी अनि सुभम हो यो म किन्छु जेन्स हो त्यसपछि देन भाइ यता हेर ल तेरो मलाई धेरै परेछ इन्जिनियर मन तेरो मोबाइल हेर्ने हैन के हेरिन तेरो फोन कपाल आ ल ल ल ल ल तिम्रो निकाल हजुर साह्रै देख्यो अरू ल चालको दिनु परेन भयो ल ल जेनी जिनिसा बाहिर हेरि लानुपर्छ बाबु पुरा आउँछ कुकुरले खान्छ हैन ल्याएको छु भित्रको पढेको मात्र छ ए हुन्छ अब फोटो खिच्दै दिनु ल त्यसो गरेर बस्दैन घोडा टेक्ने चक्करमा उलाउनाइदे बाबा तिम्रो पासपोर्ट के हो चक्करमा दिजुलाई देखेर हो के भनेको मानिस पा मलाई यसरी साइड वे मम्मी साइड वे ओ मम्मी यसरी के डेडलाई फोन गरेको लाइदे पटाको अब लड्डु खान मिल्छ हैन आइदे नै पका टिका लाउने छ पका राखा आफ्नो मेरो चिस्तो
यो कुरा ठिकै ए बहिनी आइदिएर भनेको उसले उनीहरू यसो गरेस् उसले चेतौले होस गरेस् तेरो खलकले ल झर्नु खोजेको ए तल जरा झर्नु खोजेको यहाँ बत्ती बाल्ने बिर्सिस्यो यहाँ बत्ती त यो बाल्न बिर्सेछु क्या गाँठी पङ्खाले बोल्न त दिन्न आउँछ नि पंखा मार्ने पर्छ नि बोल्न दिनु पङ्खा मार भयो है अब त्यो त बाल्नु पर्छ बत्ती बाल्नु यहाँ पनि ल्याइन के तल खाने हो भनेको काउन्ट गर है तिम्रो कति छ 1000 रुपैयाँ ल अब भयो यो कुन अब बाँकी नखाऊ यता छिन् कि यता मिलाएर राख्नु नि फेरि यता छिन् कि यता लगाइसके नि पहिलोचोटि लगाइ अब त त्यो यहाँ नैने खा एउटा बहन दिसो भने रमाइलो हामी मात्रै बसेर के रमाइलो मिलाएर राख्नु नि फेरि त्यहाँ नहल्लाएर सिधा अनार राख्नु मिलाइदेऊ त बाबु मिलाइदेऊ त ए तेल पोख्छु मिलाइदेऊ यता उचाल्छ नि त स्याउ हजुर पछि सब कुछ राख्नु मेरो यस्तो नलाग्यो भने बत्ती नजला मेरो खिच्यो त्यहाँ खाने होइन जाम बाहिर मामा ल त ल भ्याइयो हजुरहरुलाई भ्याइयो अब हाम्रो पाली अब हामी लगाइदिन्छौँ उनीहरू नानीलाई हुन्छ सबै कुरा अपकमिङ चाहेको इच्छा पुरा होस् भने सबै हुन्छ त्यहाँ हो त्यता बसेर आमुतिर जाऊ हो त्यहाँ लड्डु पर्छिन् नि फेरि हैन लड्डु झिक्दिनु पर्छ नि के अरे खादी अब ठक्लाइ सानीलाई लगाइदिनु तिम्रो फर्स्ट दशैं ल अब सानीले लगाउने सानो मान्छेलाई दुर्गा भवानीले सधैँ रक्षा गरून् हैन ठुलो मान्छे हुने दर्शन गरी दर्शन दर्शन मामु जुन ठाडै गयो के यहाँ राखिदिएको ल भयो दिजु ल चाहिँ नि अब हामी नि हो सुशान्त दादालाई देऊ त सबै बाहिर अब खिच्नु पर्दैन अब खिच्नु पर्छ नि सटर र पटर गरेर खिच्नु परेन बाहिर टिका लाउनु जाने ठाउँ पनि छैन होइन यही छु म यही छु ल यही छु भनेको मानि ज्ञानी हुनु धेरै नसक्ने लक्ष्य के हो भनेर अघि बढ्ने लक्ष्य लिएर खिचेको त हाम्रो चाहिँ जियासी गर्छ कुरा
कसो 1000 मात्रै पठाउनु ओहो हजारै हजार हजारमा चाहिँ जानु ल सुगम सुगम चाहियो नानी बन्दासम्म त्यसो गर्छु बन्दा लिएर मेरी कान्छो किन त्यसै हैन छोप्छु त दुर्गा भवानीले रक्षा गरौँ धेरै घमण्डी हुने मामुले भनेको मान्ने पढ्ने पढाइ भएन ज्ञानी हुने ठुलो मान्छे बन्ने होइन ठुलो मान्छे बन्ने हो पढेर नपढेपछि केही हुन्न धेरै घमण्डहरूले मान्छे अघि बढिन्न रिसाउने होइन धेरै खै त नि हस् भनेको खै ल सुगम जेन्सा पनि ज्ञानी हुने धेरै पढ्ने ठुलो मान्छे हुने दुर्गा भवानीको साथ सधैँ रहिरहोस् भन्किँदैन धेरै घाममा नै होइन पढ्नुपर्छ मामुले रिल भनेको मान्नुपर्छ अलि त सधैँ अगाडि बढ्नु सुसन बाबु जेनी म फेरि यही टिका लानिदिन्छु फेरि झल पढ्को लिए खाऊ ल अहिले छोडी छैन सुसन बाबुले मलाई धेरै पढ्दैन 50 दिनु हुन्छ नाइज भन्छ त भवानीले रक्षा गर्नु ज्ञानी हुने मामु डेडीले भनेको मान्ने अस्ट्रेलिया कि अमेरिका जाने हैन अस्ट्रेलिया अमेरिका भन्दा नि एउटा एम लिएर अगाडि बढेर आफ्नो एमलाई पुरा गर्ने अनि आफ्नो बहिनीहरुले खाना किन्दिने त हटाम त्यहाँ खिचिरहेको पेटा खाने किन्दिने है प्याकेट आइफोन दिबिजा अब माइजु आखमाइजु निसाको टन टाइम जेन्सा आऊ मैले एकै पटक लगाइदिन्छु जेनिसाले पनि त लगाइसक्यौँ लाऊ जेनी आऊ सुसन दादा आइसु शुभम आइसोडी जुजु कोलेको त पर्छ यहाँ टन्न जेनी जेनो बाबु अब यहाँ सबै दिदिम त्यो बस्दैन हुन्थ्यो न जेनो आइसु सुसन बाबु बस्छु शुभम तिमी उता बस्नु लरे बस्छ त बहिनी आगो छोडी नै तिमीले ए नचल ल राम्रो पढ्ने ओ दिदीले ल्याएको त आफ्नै दिदी बसिन ल बसन बुनेलाई ल छेपा जमरा भेजे भाइ पर्दैन आइसु सुसन जमरै छैन बोल्न लैजान कति राम्रोसँग पढ मान्छे पनि तिमीले पढेपछि बरु बहिनीहरूले पढ्छन् ले बुढिया भन्नु हैछ नि गुरु आइसु सुसन बाबु यता हेर फोटो हाल्नु आऊ सबै आफ्नो खाना त्यो घरको त हुने नि त यति भए बहुत रमाइलो भयो आफ्नै खलक त नि हस्की छोराको हस्की छोरीको त अन्त गर्छ शुभम आऊ दसैँ विजय दसैँ भन्ने कुरा ठुलो कुरा हो दिनमा आउने मोबाइल लाने राम्रो पढ्ने है हवस् हवस् त भन्नु माथि सिधा भाउ कान्छ
सिधा भाउ टोपी लगाएर भाग्यमा यहाँनिर उ त्यहाँ टोपी थियो नि यहाँ उनीले ढाका टोपी लगाइदिनु पर्ने हो गुड बोय लाएर भाइ लगाइदेऊ त है एउटा राम्रो देख्यो ल अब तिम्रो पकेट छ के त्यही पकेट भित्र हाल्दा के पैसा ए दुईपट्टि पकेट छ यता यार पनि देख्यो त पहिलाको पनि मैले राख्दैछु अनि तँ तल दिन्छु उता ब्यागमा राख्छ अम्मै दुलाले पहलतिर ख्याप्प पारेछ अब डुल साइडमा डुल्ला हुन माला गराइदिनु हुन्थ्यो के खेती गराइदिन्छु है है मलाई पैसा देऊ है पैसा जान्छ यता हेर त सिधा अलि सिधा भयो लिस्टेड सिधा भाउ अगाडि हात थाप न ओ जमरा अलि धेरै लगाइदिनु पर्छ पैसा दिनु फेरि फेरि पैसा दिन्छ होइन भयो त्यतिकै बस त फोटो मात्र खिच पख त पछि ल यतिकै यतिका लाग्यो यताबाट दिन्छ न फोटो ल फेरि दिन्छु दुई पटक लाएर जमरा लिएर आउनु पर्यो क्या अलिकति जमरा यही थुता नि यहीको यति ठुलो यही छ नि जति हो नि यति भयो नि थुता मिठाई खाएर आहा ठुलो ठुलो मान्छे पनि होइन ठुलो सब यस्तो नहुने नि फेरि मबाट नडराउने त्यहाँ बहिनीलाई पैसा दिनु दिन्छ आफ्नो पैसा दिने नि बहिनीलाई त्यहीको देऊ न त त्यहीको देऊ न त्यहाँ छ नि 50 पछि देऊ त्यहाँ छ नि यहीबाट दिने हो कि आफ्नोबाट दिने देऊ आफ्नो देऊ अरे चल्ने छिटो नहुने है नचल्ने म त दिदी हो 5 वर्षले जेठो छु मेरो भनेको कुरा माने यतिकै नघुम्ने उनले पनि जाने रहेछ नि त अनि राम्रोसँग पढ्ने तर म त लास्ट इयर पनि लगाउनु पाएको कान्छीमा लगाइदिएको मैले कान्छीमा त लगाइदिएको भ्याएपछि आइसकेन पैसा